पहिला रवि लामिछानेको पछाडि हात धोएर लागि परेको यो युवराज पौडेल सफल भन्ने व्यक्ति अहिले नेपाल प्रहरीको 33औं आइजीको मुख्य दावेदार, वरियता क्रमको 1 नम्बरमा रहेका एआइजी दानबहादुर कार्कीको बदनाम गर्न र चरित्र हत्या गर्न फेरि रवि लामिछानेलाई नै जोडेर हात धोएर लागि परिरहेको छ। एउटा कर्तव्यनिष्ठ र राष्ट्रसेवक प्रहरी अधिकारीमाथि आधारविहीन, तथ्यविहीन यसरी सामाजिक सञ्जालमा फोटो नै हालेर बदनाम गर्न पाइन्छ? एआइजी दानबहादुर कार्की किन चुप लागेर बसिरहनु भएको छ? कृपया छिटोभन्दा छिटो कानुनी कारबाही गर्नुहोला। साथीहरू, म यहाँ एआइजी दानबहादुर कार्कीको व्यक्ति भएर बोलेको छैन। मलाई कसैले भिडियो बनाउन पनि भनेको होइन। म एउटा सचेत नेपाली नागरिक हुँ। मलाई यीसँग सम्बन्धित विभिन्न तथ्यहरू थाहा छ। मलाई थाहा भएका तथ्यहरू मैले यहाँ सार्वजनिक गर्न गइरहेको छु। र साथीहरू, यो भिडियोमा यो युवराज पौडेल सफल भन्ने व्यक्ति कोबाट र कताबाट परिचालित रहेछ भन्ने कुरा पनि मैले सार्वजनिक गर्दैछु, त्यो पनि तथ्यको आधारमा। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर सक्दो सेयर गरेर साथ दिनुहोला। सबैभन्दा पहिला यो युवराज सफल भन्ने व्यक्तिले आफ्नो फेसबुक स्ट्याटसमा के कसरी झुटा, आधारविहीन, तथ्यविहीन र प्रमाणविहीन कुराहरू लेखेर एउटा राष्ट्रसेवक प्रहरी अधिकारीको चरित्र हत्या र बदनाम गर्न खोजिरहेको छ भन्ने विषयमा हामी चर्चा गरौँ। साथीहरू, यहाँनिर यसले के लेखेको छ भने यिनले आफू जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख हुँदा रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचलाउने निर्णय गरे भनेर भनेको छ। हेर्नुहोस् त, नेपालको संविधान र कानुनले कतै प्रहरी अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्ने अधिकार दिन्छ? नेपालको संविधान र कानुनले त यदि कुनै व्यक्तिको विरुद्धमा मुद्दा नचलाउने हो भने त्यो काम सरकारी वकिलले मात्रै गर्न सक्छ। सरकारी वकिल आफैले पनि गर्न सक्दैन। महान्यायाधिवक्ता कार्यालयको आदेश बमोजिम मात्रै सरकारी वकिलले त्यो काम गर्ने हो, मुद्दा नचलाउने निर्णय गर्ने हो भने यहाँनिर एआइजी दानबहादुर कार्कीले कसरी मुद्दा नचलाउने निर्णय गरे? यस्तो वाहियात कुरा गर्ने, भ्रम फिजाउन खोज्ने? स्मरण रहोस्, जति बेला रवि लामिछाने विरुद्ध राहदानी सम्बन्धी उजुरी यो मान्छेले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको थियो, त्यति बेला त्यहाँका प्रहरी प्रमुख यिनै अहिलेका एआइजी दानबहादुर कार्की एसएसपीको रूपमा थिए। त्यसैगरी यहाँ यसले लेखेको छ, त्यहाँ पछि आफूभन्दा सिनियरलाई पछि पारेर रवि लामिछानेकै कोटामा डिआइजीमा बढुवा भए। यो पनि एउटा रवि लामिछाने सँगै एआइजी दानबहादुर कार्कीलाई बदनाम गर्नको लागि छर्न खोजिएको भ्रम हो। यसको सत्य, तथ्य र यथार्थ के हो भन्ने कुरा मलाई थाहा छ साथीहरू, त्यो पनि मैले तपाईहरुलाई बताउन गइरहेको छु। विक्रम सम्वत 2053 सालमा राष्ट्रिय अनुसन्धान विभागमा सिद्धिविक्रम शाह, सुशील सिंह राठौड र उमा प्रसाद चतुर्वेदी लगायतका व्यक्तिहरू भर्ती भएका थिए। त्यसैगरी विक्रम सम्वत 2054 साल 12 महिना 18 गते नेपाल प्रहरीमा चाहिँ दानबहादुर कार्की, मनोज कुमार केसी र राजन अधिकारी लगायतका व्यक्तिहरू भर्ती भएका थिए। दानबहादुर कार्कीहरू नेपाल प्रहरीमा भर्ती भएर उनीहरूले त्यहाँ तालिमहरू पनि गरेका थिए। तर पछि विक्रम सम्वत 2058 सालमा नेपाली कांग्रेसको सरकार भएको बेलामा खुमबहादुर खड्काले गृहमन्त्री स्तरीय निर्णय गरेर चाहिँ ती जो 53 सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ती भएका सिद्धिविक्रम शाह, सुशील सिंह राठौड र उमा प्रसाद चतुर्वेदी थिए, उनीहरूलाई चाहिँ नेपाल प्रहरीमा वरियता क्रमको सुरुमा राखेर सार्ने निर्णय गरे। त्यसपछि के भयो भन्दाखेरि चाहिँ अब उनीहरू त 53 सालमा भर्ती भएका, तर राष्ट्रिय अनुसन्धान विभागमा भर्ती भएका हुन् नि त, नेपाल प्रहरीमा भर्ती भएका त थिएनन् उनीहरू हो। उनीहरूलाई ल्याएर वरियता क्रममा अगाडि राखिदिएपछि के भयो वरियता क्रम भन्दाखेरि सुरुमा सिद्धिविक्रम शाह, सुशील सिंह राठौड, 3 नम्बरमा उमा प्रसाद चतुर्वेदी, अनि 4 नम्बरमा बल्ल दानबहादुर कार्की, 5 नम्बरमा मनोज केसी र 6 नम्बरमा राजन अधिकारी भए के। यसले पीडित को भयो त? दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीहरू भएनन् र? एकचोटि अनुमान लगाउँ त, जति बेला माओवादीका जो जनमुक्ति सेना भनिएकाहरू थिए उनीहरू र नेपाल आर्मीको बीचमा सेना संयोजन भएको थियो। यदि सेना संयोजन पछि नेपाल आर्मीको हेड, चिफ, प्रधान सेनापति यदि जनमुक्ति सेना भइदिएको भए अवस्था के हुन्थ्यो होला? के त्यो अनुमान गर्न सकिन्छ हामीले? हो, यहाँ त त्यस्तै भइदियो नि त ठ्याक्कै। जो प्रहरीमा 54 सालमा भर्ती भएर प्रहरीको तालिम सालिम सकाएर एसएससीको लागि पुगे उनीहरूलाई चाहिँ पछाडि पारेर जो चाहिँ अफसर खोज्दै पहिला राष्ट्रिय अनुसन्धान विभागमा भर्ती भएर पछि फेरि यता नेपाल प्रहरी अर्थात् जनपथ प्रहरीमा आए, तिनीहरूलाई चाहिँ वरियता क्रमको सुरुमा राख्दा बिचरा पीडित यिनीहरू भएनन्। त्यसैगरी साथीहरू, प्रहरी ऐनमा प्रष्ट रूपमा के लेखेको छ भने जसले पहिला प्रहरीको तालिम लिएको छ वरियता क्रमको सुरुमा त्यही हुनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ। हो, यो कुरा चाहिँ रवि लामिछानेले बुझे। त्यति बेला रवि लामिछाने गृहमन्त्री भएका थिए र उनले यो कुरा हुन दिएनन् र डिआइजीमा बढुवा आउँदाखेरि राष्ट्रिय अनुसन्धान आयोगबाट जो खुमबहादुर खड्काको पालामा नेपाल प्रहरी अर्थात् जनपथ प्रहरीमा आएका व्यक्तिहरू थिए, सिद्धिविक्रम शाह लगायतका हो, उनीहरूलाई पछाडि पार्दै जो 54 सालमा भर्ती भएका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीहरू थिए उनीहरूको वरियता क्रम जे छ जस्ताको तस्तै उनले डिआइजीमा बढुवा गरे। अब त्यसको वरियता क्रममा 1 नम्बरमा दानबहादुर कार्की नै थिए।
वरियता क्रम अनुसार नै उनी भएका छन्। रवि लामिछानेले तलमाथि केही पनि गरेका छैनन् भने कसरी रवि लामिछानेले गलत गरे, कसरी सिनियरलाई पछि पारेर दानबहादुर कार्की डिआइजी भए त? उनलाई अन्याय भएको थियो, बरु रवि लामिछानेले उनलाई न्याय दिएका हुन्। अनि यस्तो परिप्रेक्ष्यमा खुमबहादुर खड्काले गरेको अन्याय ठिक र दानबहादुर कार्की, मनोज केसी लगायतका जो अन्यायमा परेका थिए तिनीहरूलाई रवि लामिछानेले न्याय दिएको चाहिँ बेठिक भनेर यो मान्छेले भन्छ भने यो व्यक्ति कहाँबाट परिचालित रहेछ भन्ने कुरा प्रश्न भएन र? यदि त्यस्तो परिस्थितिमा कोही पीडित हुन्थे भने त त्यति बेलै कानुनी रूपमा उजुरी दिन्थ्यो होला नि त, मुद्दा हाल्थ्यो होला नि त, किन चुप लागेर बसे त? यहाँ अहिले कसैले टाउको दुखाएर टाउको फोडेर हुन्छ र? त्यसै गरी यसले यहाँ के लेखेको छ भने 23 र 24 गतेको जेनजी आन्दोलनमा नेपाली सेनाको मुख्यालयमा लुकेर ज्यान बचाए भनेर भ्रम फिजाउँदैछ। हेर्नु साथीहरू, 23 गतेको जेनजी आन्दोलनको बेलामा यी एआइजी दानबहादुर कार्की हेडक्वार्टरमा थिए, मानव स्रोत विभागमा थिए। उनी आर्मीकोमा पनि थिएनन् र उनी यो उपत्यका प्रहरी कार्यालयमा पनि थिएनन्। 23 गते उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख डिआइजी ओम राणाले चाहिँ कमान्ड सम्हालेका थिए। त्यसै गरी हेडक्वार्टरबाट सिद्धविक्रम शाह लगायतकाहरूले कमान्ड सम्हाले र 23 गते त्यो घटना घट्यो। 19 जना निर्दोष जेनजी भाइ बहिनीहरूले कञ्चटमा गोली खाएर मर्नु पर्यो। हो त्यसको राति मन्त्री परिषदले निर्णय गरेर अनि यी एआइजी दानबहादुर कार्कीलाई मानव स्रोत विभागबाट चाहिँ उपत्यका प्रहरी कार्यालय प्रमुखको रूपमा सरुवा गर्ने निर्णय भयो र 24 गतेको बिहान 7 बजे मात्रै उनी त्यहाँ सरुवा भएर गए भने 23 गतेको जिम्मा यिनले कसरी लिन्छन्? त्यसै गरी यहाँ लेखेको छ आफू मातहत कार्यालयका हतियार लुटिन दिने, प्रहरी जवानको ज्यान जाँदा नि केही नगर्ने सिंहदरबार सर्वोच्च अदालत के भनेको छ? होइन, यसले यहाँ के भनेको छ भने एआइजी दानबहादुर कार्कीले नेपाल प्रहरीलाई गोली चलाउने आदेश दिएन, त्यसकारण यस्तो भएको भन्न खोजेको छ अप्रत्यक्ष रूपमा। हेर्नुहोस् त, 23 गते प्रहरीले गोली चलाएर 19 जनाको मृत्यु हुँदाखेरि त्यो अवस्था पुग्यो, कसरी आक्रोशित भएका थिए जेनजी आन्दोलनकारीहरू। यदि 24 गते पनि प्रहरीले गोली चलाएको भए परिस्थिति कस्तो हुन्थ्यो होला? कति सर्वसाधारण र जेनजीहरू मर्नु पर्थ्यो होला? र प्रहरीहरू 3 जना मात्रै ले शहादत प्राप्त गरेका छन्, कति प्रहरीहरूले शहादत प्राप्त गर्नु पर्थ्यो होला र कति सार्वजनिक सम्पत्तिहरू अझै नष्ट हुन्थ्यो होला, त्यो हामीले अनुमान गर्न सकिन्छ। 24 गते गोली चलाउने आदेश नदिएर बरु एआइजी दानबहादुर कार्कीले राम्रो गरेका छन्, यसलाई गलत भनेर कसरी भन्न सकिन्छ? यो त एउटा राष्ट्रघातीले मात्रै, परिचालित दलालले मात्रै भन्न सक्छ यो एकदम ठिक गरेका छन् उनले। त्यसै गरी सिंहदरबार सर्वोच्च अदालत र संसद भवन जल्दा केही गर्न नसकेको रे होइन, त्यही अगाडि भएको नेपाल आर्मीले त केही गरेन भने बिचरा प्रहरीले सक्छ कि? प्रहरीसँग त्यत्रो त्यो घुसपेट भएको आन्दोलनलाई कन्ट्रोल गर्न सक्ने क्षमता छ, शक्ति छ, त्यत्रो साधन स्रोत छ? हावातालमा जे पनि बोलेर चाहिँ भ्रम फिजाएर हुन्छ? त्यसै गरी यसले यहाँ के लेखेको छ भने आफू आइजिपी हुन जेलमा बसेको कैदी रवि लामिछानेलाई बाहिर निकालेर ल्याउने। अरे ल, रवि लामिछानेलाई बाहिर दानबहादुर कार्कीले निकालेको हो? 24 गतेको परिस्थिति के थियो थाहा छैन? के रवि लामिछाने मात्रै जेलबाट निस्केका छ? देशभरिका कति कैदीहरू बाहिर निस्केका छन्? के त्यो सबै दानबहादुर कार्कीले गरेको हो, रवि लामिछानेले गरेको हो? 24 गतेको परिस्थिति कस्तो थियो थाहा छैन? सबै जेलहरूमा आगलागी हुने अवस्था थियो। जेलका सुरक्षाकर्मीहरू, प्रशासनका प्रमुखहरू लगायत सबै ज्यान जोगाउन भाग्ने अवस्था थियो भने के हिरासतमा रहेका व्यक्तिहरूले आफ्नो ज्यान जोगाउन नपाउनु? अनि अर्को कुरा, आइजिपी बन्नको लागि रविलाई भगाएको रे, कस्तो ननसेन्स कुरा गरेको होइन? रवि लामिछानेलाई भगाएर यिनी आइजिपी कसरी हुन्छन्? जेनजीले पहिलादेखि नै बालेन शाहलाई अगाडि उठाएका थिए, रवि लामिछानेलाई होइन भने यस्तो परिस्थितिमा एउटा नेपाल प्रहरीको एआइजी लेभलको व्यक्ति त्यति बेकुप काम गर्छ? उसले यस्तो नचाहिने आधारहीन आरोप पनि लगाउने बदनाम गर्नको लागि? त्यसो हो भने साथीहरू, यो युवराज सफल भन्ने परिचालित व्यक्तिले एआइजी दानबहादुर कार्की र रवि लामिछानेलाई अझै बदनाम गर्न किन यसरी हात धोएर लागि परेको छ भन्ने विषयमा हामी चर्चा गरौँ। कुरा के हो भने साथीहरू, यही कार्तिकको 26 गते नेपाल प्रहरीको जो आइजी चन्द्रकुमार खापुङ छन् उनी अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि नयाँ आइजी आउँदैछन् र नयाँ आइजीको लाइनमा छन् एआइजी दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी। एआइजी दानबहादुर कार्की वरियता क्रमको 1 नम्बरमा छन्। नेपाल प्रहरीको आइजी हुँदाखेरि प्राय तपाईँको 30औं आइजीको कुरा गर्नुहोस्, 31औं आइजी, 32औं आइजी जुन कुरा गर्नुहोस्, वरियता क्रमको 1 नम्बरमा भएका व्यक्तिहरू नै आइजी बनेका छन्। त्यसै गरी साथीहरू, नवराज सिलवालको केसमा अहिलेकी प्रधानमन्त्री तथा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीले गरेको एउटा निर्णय पनि महत्त्वपूर्ण छ। उनले के फैसला गरेकी छन् भने तत्कालीन सरकारले जयबहादुर चन्दलाई वरियता क्रमको 1 नम्बरमा नभएका व्यक्तिलाई चाहिँ आइजी बनाउने निर्णय गरेको थियो। अदालतमा मुद्दा पर्यो, उनले वरियता क्रमको 1 नम्बरमा भएको व्यक्तिलाई आइजी बनाउनु पर्छ भनेर चाहिँ निर्णय गरिदिएकी थिइन्। हो, यी सबै आधार प्रमाणहरू हेर्दाखेरि अबको 33औं आइजी दानबहादुर कार्की हुने पक्का पक्की छ। किनकि वरियता क्रमको 1 नम्बरमा पनि दानबहादुर कार्की छन्, कार्य सम्पादनमा पनि उनी 1 नम्बरमै छन्, त्यसकारण उनलाई बदनाम गर्न खोज्दैछ। अब
दानबहादुर कार्की यदि आइजिपी नबन्ने हो भने यो व्यक्तिलाई के फाइदा हुन्छ त भन्दाखेरि अब दानबहादुर कार्की 1 नम्बर वरियतामा, 2 नम्बर वरियतामा अहिले राजन अधिकारी छन्। एआइजी राजन अधिकारी चाहिँ जनरक्षा नाम गरेको यो पत्रिकाले लेखेको समाचार बमोजिम एमाले निकटका रहेछन्, केपी ओली निकटका मान्छे रहेछन्। त्यसकारण आइजिपी दानबहादुर कार्कीलाई नबनाएर दोस्रो वरियतामा रहेका राजन अधिकारीलाई बनाउनको लागि उसले यहाँ दानबहादुर कार्कीको बदनाम गर्न खोजेको प्रष्ट रूपमा देखिन्छ भनिसकेपछि फेरि यो युवराज सफल भन्ने मान्छे कहाँबाट परिचालित रहेछ भन्ने कुरा हामीलाई थाहा हुँदैन र साथीहरू, हामीले बुझिएन। यो त ओपन सेक्रेट छ नि त। अब राजन अधिकारी यदि आइजी भयो भने हामीले सजिलै के भन्न सकिन्छ भने केपी ओली, रमेश लेखक लगायतका व्यक्तिहरूलाई पक्राउ गर्ने होइन, तिनीहरूलाई उन्मुक्ति दिएर जेनजी आन्दोलनकारीहरूलाई पक्राउ गर्ने पक्का पक्की छ। यदि यो समाचारले भनेको कुरा साँचो हो भने, यो समाचार गलत हो भने खण्डन गर्लान् भने यो व्यक्ति कहाँबाट परिचालित रहेछ र यसले कसरी एउटा नेपाल प्रहरीको कर्तव्यनिष्ठ राष्ट्रसेवक प्रहरी अधिकारीलाई बदनाम गर्न खोजिरहेको छ भन्ने विषयमा प्रश्न भएन साथीहरू।